बिहान मजाले गाना सुन्ने बस्ने यो लाग्ने यो पनि हेलो गाइज वेलकम ब्याक टु माई अनदर ब्लग। अनि म चाहिँ मेरो गाउँ आइसकेछु नागरिकता बनाएर। यहाँ चाहिँ बिहान उठेर एकछिन कुखुरा हेर्नुपर्ने भन्नुभयो कि मम्मीले। अब यता डाँडामा बसेर मजाले बिहान मर्निङ भ्यू हेर न। अब मजाले हेर्दै बसिरहेको छु आनन्दले। कुखुरा हेर्नु पऱ्यो स्याल स्याल आइदिन्छ गाउँमै। सुनसान रमाइलो छ तर। बिहान मजाले गाना सुन्ने बस्ने फलफुल खाने आनन्द छ यता। रमाइलो छ गाउँमा रमाइलो। अहिले सुनसान छ कि गाउँमा कोही हुनन्। दिनभरि स्कुल गएछन् म मात्रै हो घरमा। खायो बस्यो। यहाँ फेरि स्याल आएर त्यहाँ रुखहरूमा त्यस्तो जरामा ओरारमा बसिरहेको छ कि त्यही भएर अनि टाइममा हान्दै गर्नुपर्छ फेरि। अब बल्ल घाम झुल्क्यो। अब तैपनि 25 सम्म चढाउनुपर्छ। अनि फेरि स्कुल जानु पर्ला माथितिर रमाइलो। स्कुल चलाउनुपर्छ त्यतै फेरि बिहानै उठ्ने आनन्दले। यो चाहिँ मन्दिर भन्नाले मन्दिर नै हो कि उसको बेला दसैँको बेला चाहिँ यता ऊ हुन्छ कि जात्रा जस्तो हुन्छ। यहाँ पुरै यतादेखि माथिदेखि पुरै मान्छे भरिरहेको हुन्छ क्या यता मूर्ति चाहिँ। यो चाहिँ ह्यान्डमेड हो कि सबै त्यो स्टोनको। यहाँको संस्कृति एकदम गाउँघरतिरको सब राम्रो हो कि। त्यहाँको पनि राम्रो तर यहाँको सबै कुरा राम्रो। अब यता यो चाहिँ पुरै पुलम है। हाम्रोतिर त पुलम भन्छ उता के भन्छ। पुरै रुख पाकेर खाएर सकिसके। यहाँ घरमा त फेरि अझै बाँकी छ। यहाँ चाहिँ एउटा अझै पाक्दै चाहिँ ठुलो डाँडा हुँदैछ कि। कस्तो मस्तको छ फेरि भित्र खतरा पाकेको छ कि एकदम। पुरै यो यहाँ भित्र त कति छ कति माथि पुरै यो पुरै टिपेर एउटा खाइदिउँ न। खाली पेट त खानु हुन्न तर हल्का हल्का हिरोको चाहिँ धेरै मिठो हुन्छ कि। यो त कस्तो पाक्यो। मिठो पनि मिठो। खाने हो खाने भए त आउनु पर्यो यता। हैरान गरे भागेर कुखुराले। यहाँ रुखमा चढ्दिउँ भनेको पाकेर यो पुरै यता कति छ कति माथि भित्रदेखि लगेर
पाकेको छ के यता यस्तो खानु पर्यो बजारसँग घरमा आएपछि त केही कुराको कमी नै हुन्न के यहाँ त पुरै तरकारी सबै छ यहाँ फेरि अब त्यहाँ फेरि अब सुन्तला अनि सुन्तला अनारको बोटहरू छ नि धेरै यो पुरै बन्दा गाजर लगेर सबै छ फेरि बारीमा मम्मी लगाइहाल्नुहुन्छ धेरै सबै फेरि तल नि पठाउनुहुन्छ दाइको बसमा ए अनि यहाँबाट स्यालले लग्छ थाहै छैन कहाँ कहाँ आइदिन्छन् कि यत्रो बन्द गरेको यहाँबाट यो जालीबाट आइहाल्छन् सुन्तला भने सुन्तला भन्दैछ यो पुलम भने एकदम टेस्टी टेस्टीवाला टेस्टी छोप्नुपर्ने हुन्छ के भन्नुभयो सुरत हाम्रो यता पसल छ नि त अब फेरि मानिसहरू घरमा पनि आउँछन् फेरि फर्केर यति माथि जानुभन्दा अनि त्यही भएर हामीले सामान घरमा पनि राखेछौँ अनि यतै आउँछन् लिन्छन् आनन्द यति माथि जानुपर्छ क्या उता माथि स्कुल छ त्यहाँ उता स्कुल छ कि त्यता त्यहाँ माथि अनि स्कुलको साइडमा छ त्यही भएर तल माथि गर्नुभन्दा यता पनि राख्छौँ उता चाहिँ छ अनि यताबाट लिन्छन् मानिसहरू अनि हाम्रो गाउँतिर चाहिँ गाउँभन्दा पनि पुरानो के पुरानो हजुरबाहरूको पालाबाट त्यस्तो मौरीहरूको लागि अलग्गै हुन्न कि मौरीहरूको लागि अलग्गै घार बनाएर राख्ने हामीहरूको चाहिँ घरमै हुन्छ कि यस्तो बनाएको मौरीहरू धेरै छन् एउटा उता पनि छ उता म निकाल्ने खाने अनि भगेर चाहिँ म यहाँ आएर देखेँ कि यहाँ देखेँ भन्नाले यहीँ मात्रै हुन्छन् कि त्यस्तो उता त नेपालतिर त एक पनि नदेखेर सकिसक्यो अब त छँदै छैन यतातिर चाहिँ पर्खालमा मजाले बस्छन् घोसला बनाएर यो हाम्रो घरमा कुखुरा पनि धेरै छन् कि बुवा चाहिँ अब कुखुराको शौकिन कुखुराको भन्दा नि मासुको कि एकदम मासु चाहिँ एकदम मन पराउने अनि कति धेरै छन् काट्ने खाने मासु चाहिँ एकदम मन पराउने के बुवाले यति धेरै थियो एकचोटि त 50सम्म पनि पुगेको थियो क्या ठुल्ठुलो मिलाएर फेरि त्यो खाने अब कोही अङ्कलहरू घरको मान्छेहरू आउनुभयो भने चाहिँ लग्नुहुन्थ्यो नत्र खाने मात्रै मैले चाहिँ उता देखेँ कि के अरे त्यो हाम्रो यतातिर चाहिँ चाखुरा भन्छ कि उता के भन्छ खोइ चाखुरा भन्छ त्यसको बच्चाहरू चाहिँ पाल्न सकिन्छ कि चाखुराहरू त्यो पनि किन्छन् कि एकदम महँगो उता तल बारीमा उता तल बारीमा आएर चरिरहने अब देखिरहेको कि नै अहिले म गएर एकछिन छोप्ने कोसिस गर्छु खोइ छोपिन्छन् कि नै उड्ने जत्रो भइसक्यो सायद त्यसको बच्चाहरू ट्राई गर्छु गएर एकछिन अब त्यहाँबाट गएपछि उताबाट बारीबाट गएपछि देखिहाल्छ क्या फेरि अनि त्यही भएर यताबाट कुनाबाट लुक्दै गइरह यो चाहिँ सबै बारी हाम्रो यहाँदेखि तलसम्मको माथिदेखि तलसम्मको उता छन् म बिस्तारै यहाँबाट लुकेर जान्छु तिनीहरू यति बाटो हुन्छन् तिनीहरू मलाई यति टाढाबाट देखेँ यहीँ चरिरहेको थिएँ उता अँलाको देखेर यति छिटो यहाँबाट भागेँ गइसक्यो अब सानो बच्चा भएपछि आमा चाहिँ जान्न कि सानो बच्चा भएपछि आमा उडेर जान्न अनि जब उड्न सक्ने जत्रो भइसकेपछि आमा उडिहाल्छ सिधै उड्यो भने बच्चाहरू पनि सँगसँगै उडिहाल्छन् कि छोप्नै सकिन्न कि एकदम अप्ठ्यारो हुन्छ नउड्ने भएपछि बच्चा त्यसको कस्तो हुन्छ भन्दामा सेम हाम्रो कुखुरा जस्तो हुन्छ कि कुखुराको टाइपको कि त्यो पनि बच्चा अन्डाबाट निकाल्छ अनि बसाउँछ अनि सुक्यो भने चाहिँ येल्लो कलरकै हुन्छ कि बच्चा सेम हुन्छ अनि हिँडिहाल्छ उता गइसक्यो अब बच्चा लगेर हिँडिहाल्यो
मैले चाहिँ पहिला हो 2-3 वर्ष अगाडि हो मेरो अङ्कल र म यत्तिकै घुम्न जाँदाखेरिमा खोजेर जाँदाखेरिमा भेटेको थियौँ कि मैले चाहिँ 5वटा छोपेको थिएँ अङ्कलले नि 5वटा छोपेको थियो बचाउन नि गाह्रो हुन्छ कि लास्ट यिनीहरूको बच्चाहरू तर बच्यो भने चाहिँ किन्न चाहिँ फेरि यस्तो राम्रो हुन्छ कि खान्छन् पनि मानिसहरूले सबैले खान्छन् पनि ठुलो हुन्छ क्या कुखुराको साइजको अनि 5-5वटाले बचाउन गाह्रो हुन्छ अनि मरिहाल्यो यतै हुन्छ अब पुरै यहीँ थियो गइहाल्यो सानो भइदियो त यतै लुकिहाल्थ्यो फेरि त्यो फेरि कस्तो हुन्छ यहाँनिर अब यसको भित्र लुक्यो भने नि थाहा हुन्न क्या त्यो त्यस्तो लुक्छ थाहै नपाउनेहरू लुक्छन् क्या बच्चाहरू एकदम बाठो हुन्छन् मम्मीले चाहिँ फेरि साग लिएर आइज अरे यता हल्का हल्का यो बारीमा सागहरू छ साग लिएर आइज भन्नुभयो अब एकछिन टिपेर लग्नु पर्यो उता छ एकदम राम्रो अब यहाँ के भन्छ खोइ उतातिर यता त ऊ पनि पाकिसक्यो तिलखुरो भन्छ है हाम्रो त तिलखुरो भन्छ यता पाकिसक्यो खानु पर्ला पछि गएर यो पुरै बन्दा भयो उखर लगाउनु भयो यो पुरै बन्दा त्यही समय अनि यो चाहिँ अनारको बोट भयो त्यहाँ माथि फर्सी छ अर्को वाला फर्सी यो के को साग रहेछ मलाई थाहा छैन नाम त तर मिठो चाहिँ हुन्छ यो पुरै गाजर यत्रो ठुलो भइसक्यो अब मलाई गाजर मनपर्छ नि त मैले लाउनु मम्मी भने चाहिँ मम्मीले लाएर राख्नु भएको गाजर अनि यो चाहिँ सुन्तला त्यो पनि सुन्तला यो पनि सुन्तला अनि त्यो ओखर उताको चाहिँ पुलम यताको चाहिँ नासपति उता अर्को रुखमा नि छ नासपति यहाँ आएपछि चाहिँ खाना चाहिँ एकदम पाइन्छ यो पागल यहाँ बसेछ त्यसको आमाले चल्ला लगेर आफ्नो बच्चालाई उता आन्टीको घरको खुर्सानीको बोटहरू पुरै उखालेर फाल्दो रहेछ माथि फालिदियो भन्लाङ्मा थियो माथि उता राइडर हाम्रो काका मेरो अङ्कल चाहिँ ऊ चाहिँ मेरो अङ्कल छिटो आउनु न यहाँ त यहाँ आइज के छ घुम्ने काम भयो भिडियो बनाइरहेको छु मैले हो भने भिडियो बनाइरहेको यसलाई माथि पुऱ्याइदिनु पऱ्यो कि यसलाई अब के अड्क्यो फेरि जा अब यसको इन्टरभ्यू लाग्नुपर्ने हुन्छ यो फेरि ऊ हो कि मान्छे त्यो भिडियो भनेपछि चिन्छ नला होइन त्यो उवाला के एबिसिडी ठुली दिदीवाला राष्ट्रै भएको छ नि एकचोटि टिकटकमा भाइरल ठुली दिदी इएफजिएच के अरे काँचो प्याज होइन त्यो भन्नेलाई यही हो कि ल भन् त ल एकछिन फेरि भनेर सुनाइदिए त एकछिन ठुलो साउन्ड गरेर अनि लास्टको हो यही हो कि यो पहिला टिकटकमा भाइरल भएको थियो अनि मान्छे त्यो भिडियो लास्टै बनायो तर यसले चिन्दैन थियो होला यही हो त्यो भन्नेवाला चाहिँ यही हो कि स्कुलमा होइन कसले सिकाएको थियो ए यही हो कि त्यो भन्नेवाला लास्टै भाइरल भएको थियो नि एकचोटि खतरा त्यही हो केटो नाम के तेरो भन्दै त बिनु परियार त्यो ठ्याक्कै भन्ने काम नाम के अरे बिनु होइन नि अर्को हो नि तँलाई मायाले भन्ने बिनु होइन अर्को के अरे त्यो हो मायाले सबैलाई बिनु बिनु भन्छन् कि गुमानेहरू यता बच्चाको साइकल चलाएर हुन्छ यत्रो बड्डोले यहाँ आउनु न अङ्कल आइज यता चाहिँ हाम्रो नाउला भन्छन् पुरानो धारा यो कसलाई यो याद छ कि नै यो कुन हो भने हामीहरू चाहिँ सानोमा हेलिकप्टर भन्थ्यौँ कि यसलाई यो उडा नि हो यो चाहिँ मूल छ कि मूल भन्नाले त्यही ऊबाट पानी आउने यो चाहिँ धारा
नुहाउने पानी पिने जे गर्दा नि भयो एकदम सफा पानी त्यहाँ भित्र हो कि त्यसको मूल। अनि यता सिँचाइको लागि ट्याङ्की बनाइदिएको त्यहीँबाट। अनि यता चाहिँ एकदम पुरै हावा सकिसक्यो त्यो। यसलाई अघिबाट भोक्ला यसलाई यसलाई भोक्ला। अनि मेरो नजिक आएर बसिएछ। भन्तलाई भोक्ला भोक्ला ओइ यार पुरै वरिपरि टास्या फेरि घुमेर यता आउँछ होला। ए भोक्ला यसलाई अहिले रोक। पढिरहन् विद्यार्थीहरू। मेरो काम छैन त्यही भएर एकैछिन आऊ। एक क्लासको बच्चा बच्चीहरू रमाइलो छैन। भिडियो बनाउनु कति रुपियाँ केजी रे? भन न 50को केजी 50 रुपियाँ केजी के अरे भन्दा होइन 4 केजी भयो। 4 केजी पुरै भन्दा अब कसरी किन्नुहुन्छ त्यही दिइदिन्छौँ। हालौँला भने ठ्याम्मै टाढा रहेछ। बेलछाला गर्नु होइन 80 साल गर्नु होइन 88 साल गर्नु भने 4 केजी भयो। कति दिने भन्नुभयो? कति चाहियो भन्नुभयो? कति चाहिने भन्नुभयो? नानी लग्ने कति? एउटै कति केजीको भयो? 4 केजी भयो। यो त बढी भइगयो छ। अहिले काम लाग्यो। यो सुन्तला बढी खाँदै नि के होला भन्नुभयो। यहाँ गाजर पनि छ होइन यत्रो ठुल्ठुलो। ए गाजर मनपर्छ मलाई त्यही भएर लगाएको। आइसक्यो गाजर पनि यत्रो ठुल्ठुलो छ यहाँ। फेरि खोइ देखाउनु त मम्मी, देखाउनु न गाजर एकछिन देखाउनु न छिटो। ए यत्रो ठुल्ठुलो छ गाजर देखाइदिनु त। पर्सि ए यत्रो ठुलो खोइ ओइ कस्तो एकदम अर्ग्यानिक। यो लाग्ने यो पनि भर्खर लिएका काँचै टिप्के हुने अब लिम्बामा जाने हो लगेर जाने यो लिएर आउनु होला है। ल त्यो राता नाप्दैन हाम्रो चाहिँ अब त्यहाँ हेलिप्याड बन्यो अरे कि हाम्रो यो चाहिँ हस्पिटल हो। पुरानो यो हो नयाँ यो कहाँ माथि हो। हेर्न भन्नाले एकछिन जाउन भनेर ठ्याक्कै डाँडामा छ कि। अनि त्यहाँबाट एकदम राम्रो भ्यू हुन्छ त्यही भएर ऊ त्यो डाँडामा छ। त्यही हो हावा चलिरहेको हावा डाँडामा उडाउला जस्तो छ। ए एकदम दामी छ है। टिकटकर अब यहाँबाट खतरा देख्ने हो कि तलदेखि माथिसम्मको सबै। होइन के अहिले म देखा त भने एकछिन। ए कस्तो दामी देख्छ कि यहाँबाट हावा चलिरहेको। मैले देखाएँ भने ल हो के भने मैले बनाएको छु भने म गाली गरेँ त्यस्तै हालिदिन्छु। म
फेरि काट्दैन त्यो गाली गरेँ त्यहाँनिर मैले भिडियो बनाएकै छैन होइन ब्राइटनेस एकदम लो गरेर गराएको छु कि उसले थाहै पाएन अब पर्सि जानु परेमा ल ल यहाँ त यहाँ छिटो भनिदेऊ त एकछिन तिम्रो नाम के अरे भनिदेऊ त एकछिन के अरे ग्रिसी होइन ग्रिसी के ग्रिसी के ए ग्रिसी साइरी हो ग्रिसी मात्रै भन्ला यस्तो दामी फुल फुलेको छ भन्छ मम्मी खोइ भित्र के हल्लाङ भा जाउँ है माथि आज त्यही माथि बस्नु जाऊँ कि जाऊँ के किन जाऊँ कि है आज हाम्रै घरमा बसौँला हुन्छ किन ए ल ठिक छ आजको लागि यति नै अब अर्को भिडियोमा भेटौँला बाई बाई यो लास्ट भ्यू सँगसँगै बाई बाई